माङज्यूहरूको चरण कमलमा अभिनन्दन पत्र अर्पण गर्ने कार्यक्रम रहनेछ। त्यस्तै गरी मागमिक्तोक अर्पण गर्ने कार्यक्रम पनि रहनेछ। रु 7,000 भन्दा माथि आर्थिक सहयोग प्रदान गर्नुहुने सहयोगदाताज्यूहरूलाई धन्यवाद ताम्रपत्र वितरण गर्ने कार्यक्रम रहनेछ। तत्पश्चातको हाम्रो कार्यक्रम भनेको शुभकामना पत्र वाचन गर्ने कार्यक्रम पनि रहनेछ। तत्पश्चातको कार्यक्रम माङज्यूहरूको मुखारबिन्दबाट अमृतमय माङ आशीर्वचन श्रवण गर्ने कार्यक्रमलाई पनि हामी जोड्नेछौँ। तत्पश्चातको हाम्रो कार्यक्रम माङज्यूहरूको हस्तबाहुलीबाट मागेना चामल वितरण गर्ने कार्यक्रमलाई पनि हामी जोड्नेछौँ। आदरणीय उपस्थित महानुभावज्यूहरू, वर्तमान किराँत धर्म गुरु आमाज्यूहरूको भोलि बार्ने दिन परेकोले गर्दा नौमती बाजाका संयोजक त्यसै गरी पञ्चकन्या विवाहका संयोजक सुकमाया भुवाज्यू पर्सि मात्रै यस कार्यक्रमको चलाउने कार्यक्रम भएकोले गर्दा म यहाँहरूलाई पर्सि बिहानै यहाँहरू उपस्थित भइदिनु हुनको लागि पनि मूल समारोह समिति हार्दिक विनम्र अनुरोध गर्दछु। आदरणीय श्रद्धालु धर्मप्रेमी महानुभावज्यूहरू,